ए ओहो नेताजी नमस्कार। नमस्कार बाबु। मेरो गरिबको झुपडीमा हजुर कसरी पाल्नु भयो? ओ भाइयों, ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। लेकिन ये साला कर क्या रहा है यहाँ पे? घरको कलर त गछ नि, यसो घर त चिटिक्क पार्न परेन? चिटिक्क त पार्नु मन थियो नेताजी, दाम हुनु परेन? यसो गर्नुहोस्, मलाई चाहिँ चुनावमा अलिकति पैसा सहयोग गर्नुहोस्। मैले चुनाव जितेपछि ठेक्का पारौँ। ठेक्कासेक्का पर्दैन नेताजी, बरु जाडो पनि छ। ये बड़ी अच्छी बात कही आप। मेरो एक डङ्गुर जति लुगा धुनु बाँकी छ, लुगा चाहिँ धोइदिनुहोस् बरु। ल के रे यहाँ चुनाव जित्ने ऋण माग्दै हिँडेको म तिम्रो लुगा धुन आएको र परेन तिम्रो भोटसोट मलाई याद कुरा गर्दा ए जानुहोस् नेताजी, हाम्रो परिवारमा पुरा 105 भोट छ। हजुर लुगा त भेटेँ, साबुन कहाँ होला? ए साबुन एकछिन है त। के गर्नु, यो पछि 105 भोट रहेछ, चुनाव जिताउँ मैले जाने छु।